konnichiwa. सबैजना सन्चै हुनुहुन्छ? मिनासन ओ गेन्की देशु का? ल है आज चाहिँ हामी मिन्ना नो निहोंगो नो दाइ इचिका लेसन 1 को ग्रामरहरु पढ्दै छौं। सबैजनाले ध्यान दिएर हेर्नु होला है। नबुझेको भए केही कुरा कमेन्ट सेक्सनमा छोडिदिनु होला है त। ल सुरु गरौँ है त लेसन 1 पढ्न। आज चाहिँ लेसन 1 को ग्रामर पढ्दै छौं। लेसन 1 भनेर भन्दा जापानिजमा दाइ इक्का भनेर भन्ने गरिन्छ। दाइ इक्का है त। ल आज हामीले लेसन 1 मा पढ्ने ग्रामर तीनवटा ग्रामरहरु छन्। मुख्य ग्रामर एउटा हो हामीले 1 नम्बरमा भन्छौं वा, पार्टिकल वा है त। यसले नेपालीमा अर्थ चाहिँ चाहिँ अथवा ले भनेर जनाउने गर्छ। नेपालीमा के जनाउने गर्छ त? चाहिँ अथवा ले भनेर जनाउने गर्छ। दोस्रो नम्बरमा हामी पढ्छौं पार्टिकल नो। पार्टिकल नो यसले चाहिँ को अथवा रो भनेर जनाउने गर्छ। र 3 नम्बरमा हामी पढ्छौं पार्टिकल मो है त। पार्टिकल मो यसले चाहिँ नेपालीमा पनि भन्ने अर्थ जनाउने गर्छ। आज हामीले पढ्ने भनेको लेसन 1 मा यो तीनवटा ग्रामर हो। ल अब नम्बर 1 को पार्टिकल वालाई हामीले डिफाइन गरेर एक्जाम्पल सहित हेर्छौं। सबैजनाले ध्यान दिएर हेर्नु होला है त। ल अब हामी सुरुमा 1 नम्बरमा जान्छौं पार्टिकल वा, जसले हामीले चाहिँ अथवा ले भन्ने अर्थ दिन्छ नेपालीमा। ल थोरै डेफिनेसन हेरौँ है त। पार्टिकल वालाई कति बेला प्रयोग गर्ने भनेर। ल लेख्दै जान्छु, हेर्नु होला है त। यदि हिरागानाको हा है, हिरागानाको हालाई पार्टिकल्स को रूपमा लिन्छ भने हालाई वा भनेर उच्चारण गरिन्छ। सबैजनाले यति बुझ्नुभयो? हामीले हिरागाना पढ्दाखेरि यसलाई हा भनेर पढ्ने गर्थ्यौं हो। तर अब यो हालाई चाहिँ पार्टिकलको रूपमा लिइसकेपछि के भनेर उच्चारण गर्ने त? वा भनेर उच्चारण गर्नुपर्छ है त। अब यो पार्टिकल वा कति बेला प्रयोग गर्ने त? सेन्टेन्स बनाउँदा कति बेला प्रयोग गर्ने त्यो पनि त जान्नु पर्यो नि त, हैन? सेन्टेन्स भन्ने बेलामा चाहिँ कसरी युज गर्ने भनेर हेरौँ है त। जब कुनै वस्तु वा सामानलाई मुख्य वस्तु मानी मेन टपिक है। मुख्य वस्तु भनेको मेन टपिक बोल्ने गरिन्छ है, बोल्ने गरिन्छ। त्यो मुख्य वस्तुको पछाडि पार्टिकल वा है, पी भनेको पार्टिकल है, पार्टिकल वा को प्रयोग गरिन्छ। बुझ्नुभयो सबैजनाले? ल यहाँ हेर्नु त। हामीले सुरुमा लेख्यौं हिरागानाको हालाई पार्टिकलको रूपमा लिँदा वा भनेर पढ्ने। र अब यो वा चाहिँ कति बेला प्रयोग गरिन्छ सेन्टेन्स बनाउँदा भन्दा जब कुनै पनि वस्तु वा सामानलाई मुख्य वस्तु बनाएर मेन टपिक बनाएर बोलिन्छ, त्यो मेन टपिकको पछाडि चाहिँ पार्टिकल वा लेख्नुपर्छ भनेर बुझ्नु पर्यो है त। ल एउटा एक्जाम्पल हेरौँ है त। अब एक्जाम्पललाई जापानिजमा हामीले के भन्छौं त भन्दा रेई भनेर भन्छौं है त। ध्यान दिएर हेर्नु है सबैजनाले। एक्जाम्पललाई के भन्छौं? रेई भनेर भन्छौं। एउटा एक्जाम्पल म पहिला नेपालीमा लेख्छु। म विद्यार्थी हो,
विद्यार्थी हो म विद्यार्थी हो। अब जापानिजमा म भनेको के हो त भन्दा वातासी वातासी। अब यहाँ पार्टिकल ल्याएर राख्छु मैले वा। विद्यार्थी भनेको गाकुसेई गाकुसेई हो भनेको देश। ल हेर्नु त वातासी वा गाकुसेई देश। ल हेर्नु यहाँ कसको बारेमा बोलिरहेछ भन्दा मेरो बारेमा है त। यति बेला मुख्य वस्तु के भयो त म भएँ। त्यही भएर मैले आफ्नो पछाडि पार्टिकल वाको प्रयोग गरेँ। यदि तपाईँ यो पेनको बारेमा बोल्दै हुनुहुन्छ भने जस्तै पेन नयाँ छ भनेर पेनको बारेमा बोल्दै हुनुहुन्छ भने के भन्नु पर्यो पेन वा आतारासी देश भनेर भन्नु पर्यो। जब कुनै वस्तुलाई मेन टपिक बनाएर बोलिन्छ त्यति बेला चाहिँ पार्टिकल वाको प्रयोग गर्नु पर्यो भनेर बुझ्नु होला है त। ल इक्जाम्पल लेखियो वातासी वा गाकुसेई देश है त। मेरो बारेमा बोलेको भएर यहाँ मुख्य वस्तु म भएँ। मुख्य वस्तुको पछाडि हामीले पार्टिकल वाको प्रयोग गर्यौँ है त। बुझ्नु भयो नि सबैजनाले हैन। एउटा सानो नोट छ यहाँ हेर्नु है। म सानो ठाउँमा लेखिदिन्छु नोट। कहिल्यै पनि है पार्टिकल्सलाई देशको अगाडि प्रयोग गर्न मिल्दैन है। प्रयोग गर्न मिल्दैन। यो कुरा चाहिँ सबैजनाले ध्यान दिनु होला। पार्टिकल्सलाई जुन कुनै पार्टिकल्सलाई पनि देशको अगाडि प्रयोग गर्न भने मिल्दैन। ल अघि हामीले पढ्यौँ पार्टिकल वा। अब हामी दोस्रो नम्बरमा पढ्छौँ अघि लेखेको पार्टिकल नो। यसले के अर्थ दिन्छ भनेर लेखेको थियौँ अघि। नेपालीमा को अथवा रो भन्ने अर्थ दिन्छ। ल अब पार्टिकल नो कति बेला युज गर्ने त? पार्टिकल नोको युज गर्ने भनेको एकदमै सिम्पल छ। जस्तै कति बेला युज गर्ने त भन्दा जस्तै नेपालीमा भन्नुपर्दा मेरो तेरो हजुरको तिम्रो तपाईको आदि हे। यसरी हजुरको मेरो तपाईको तिम्रो आदि आदि भन्नुपर्दा चाहिँ पार्टिकल नोको प्रयोग गरिन्छ। कुरा सिम्पल छ। इक्जाम्पलबाट हेरौँ है त। पार्टिकल नो बुझ्न सिम्पल छ। पार्टिकल वा भन्दा पनि पार्टिकल नो चाहिँ अझै सिम्पल छ है त। ध्यान दिएर हेर्नु होला। जस्तै अब पार्टिकल नो इक्जाम्पल दिन्छु। अघि भर्खर भनेको थिएँ इक्जाम्पललाई जापानिजमा के भनिन्छ अरे रेई भनेर भनिन्छ है त। जस्तै म सुरुमा नेपालीमा लेख्यो म जापानी भाषाको विद्यार्थी हो। अब यसलाई हामीले जापानिजमा लेख्छौँ र अब अघि पढेको पार्टिकलको पनि प्रयोग हुँदै जान्छ है त। हेर्नु त म भनेको के छ जापानिजमा वातासी। अब यहाँ हामीले अघि एउटा लेख्छौँ पार्टिकल वा। जापानी भनेको निहोन है। जापानी भनेको निहोन। भाषा भनेको गो। निहोङ्गो भनेको जापानी भाषा। अब यहाँ हेर्नु त नेपालीमा को भनेर अर्थ आयो। ल हेर्नु त नोले को पनि भनेर जनाउँछ भनेर पढेको थियौँ नि नो। अब भाषा को भन्ने बित्तिकै यहाँ नो लेख्नु पर्यो। विद्यार्थी भनेको गाकुसेई हो भनेको देश। ल हेर्नु त वातासी वा निहोङ्गो नो गाकुसेई देश। सबैजनाले एउटा कुरा चाहिँ ध्यान दिनु है। ल हेर्नु त हामीले नेपालीमा लेख्दाखेरि जस्तै पार्टिकल वाले हामीले के अर्थ दिन्छ भनेर पढेका थियौँ चाहिँ अथवा ले हो। तर नेपालीमा म चाहिँ जापानी भाषाको विद्यार्थी हो नभन्दा पनि मिलेको छ नि। म जापानी भाषाको विद्यार्थी हो भन्दा पनि मिल्छ। तर सबैले ध्यान दिनुपर्ने कुरा जापानमा सेन्टेन्सहरू बनाउँदा चाहिँ जब पार्टिकलको प्रयोग हुँदैन त्यतिखेर त्यो सेन्टेन्स करेक्ट हुँदैन है। नेपालीमा हामीले हेर्नु त चाहिँ लेखेर नबनाउँदा नलेख्दा पनि सेन्टेन्स मिलेको छ भने अब हामीले ल हेर्नु वातासी यहाँ वा हटाइदिउँ त सेन्टेन्स मिल्दैन है। यो चाहिँ
बाजु हुन्छ यसरी हो त मिस्टेक हुन्छ है यो सेन्टेन्स। त्यही भएर जापानिजमा सेन्टेन्स बनाउँदा जहिले पनि पार्टिकल्स राख्नुपर्छ भनेर बुझ्नु होला। जापानमा पार्टिकल बिना सेन्टेन्स चाहिँ अधुरो हुन्छ। अब हेर्नु वातासी वा निहोंगो नो गाकुसेई देशु, मेरो बारेमा बोलिँदै थियो त्यही भएर मेरो पछाडि पार्टिकल वा भयो। निहोंगो भनेको जापानी भाषा को आइसकेपछि नो हो, जापानी भाषाको विद्यार्थी हो, म जापानी भाषाको विद्यार्थी हो। ल अब हामी पढ्छौँ लेसन 1 को अन्तिम ग्रामर 3 नम्बरमा के भनेर पढेको थियौँ त पार्टिकल मो। यसले नेपालीमा के अर्थ दिन्छ त पनि भन्ने अर्थ दिन्छ है त। ल अब थोरै डेफिनेसन हेरौँ। यसमा नेपालीको अर्थ के हुन्छ स्पष्ट रूपमा पनि भनिन्छ है त। पार्टिकल मोकले के जनाउँछ त पनि भन्ने जनाउँछ। थोरै डेफिनेसन हेरौँ है त। यदि दुईवटा वाक्यको विवरण एउटै भएमा, यदि दुईवटा वाक्यको विवरण एउटै भएको खण्डमा दोस्रो वाक्यमा पार्टिकल मोको प्रयोग गरिन्छ। अब डेफिनेसनमा बुझ्नु भएन भने अब म एक्जाम्पलमा बुझाउँछु। पहिला सानो डेफिनेसनमा बुझ्ने कोसिस गर्नु होला। यदि कुनै पनि दुईवटा वाक्य हुन्छन्, दुईवटा सेन्टेन्स हुन्छन् र दुईवटा सेन्टेन्सले भन्न खोजेको कुरा चाहिँ एउटै भयो भने, भन्न खोजेको भनेको त्यसको विवरण एउटै भयो भने दोस्रो सेन्टेन्समा चाहिँ पार्टिकल मोको प्रयोग गरिन्छ भनेर। अब थोरै एक्जाम्पल हेरौँ है त। हेरौँ मैले सुरुमा नेपालीमा दुईवटा वाक्य लेख्छु र हेर्नु है त। मायाजी शिक्षक हो, अब मैले अर्को पनि सेन्टेन्स लेख्छु हरिजी पनि शिक्षक हो। हेर्नु त मायाजी शिक्षक हो, हरिजी पनि शिक्षक हो। ल हेर्नु है त यो दुईटै सेन्टेन्सले एउटै विवरण दिएको छ। दुवैजना के हो त टिचर हो भनेर बताइरहेको छ भने अब यसलाई हामीले जापानिजमा लेख्नु पर्दा माया नाम चाहिँ हामीले जहिले पनि काटाकानामा लेख्नु पर्ने हुन्छ है त। माया जी भनेको सान है त। जापानमा चाहिँ आफ्नो नाम बोलाउँदा चाहिँ कहिले पनि सानको प्रयोग गरिँदैन। सानो कुरा ख्याल गर्नु, जापानमा जहिले पनि अरूको नाम उच्चारण गर्दा नामको पछाडि सानको प्रयोग गर्नुपर्ने हुन्छ। यदि सानको प्रयोग गरेन भने त्यसलाई अनरेस्पेक्टफुल भनेर भन्ने गर्छन् जापानिजहरूले। त्यसैले सानको प्रयोग गर्न चाहिँ नगर्नु होला। हेर्नु है त माया सान। अब मैले भने अघि भर्खर जापानिजमा पार्टिकल भएन भने सेन्टेन्स चाहिँ अधुरो हुन्छ। कसको बारेमा बोल्दैछ त मायाजीको बारेमा बोल्दैछ हो। त्यही भएर मायाजी मेन टपिक हुनुभयो। मेन टपिक भइसकेपछि हामीले कुन पार्टिकलको पढ्छौँ त 1 नम्बरमा पढेको वा पार्टिकल हो। माया सान वा शिक्षक भनेको सेन्सेई है। शिक्षक भनेको सेन्सेई हो भनेको देश। हेर्नु त माया सान वा सेन्सेई देश। अब हरिजी पनि शिक्षक हो लेख्नु पर्यो। अब यसमा मैले यहाँ तल लेखिदिन्छु। हेर्नु है त हारी हुन्छ। हरिको चाहिँ जापानिजमा नाम लेख्दा हारी हुन्छ है। हारी नामको पछाडि सान, हारी सान। ल हेर्नु अब पनि लेख्नलाई दोस्रो वाक्यको मा पार्टिकल मोको प्रयोग गरिन्छ भनेर लेख्दा साथै हारी सान मो सेन्सेई देश। हारी सान मो सेन्सेई देश है त। हेर्नु त मायाजी टिचर हो, हरिजी पनि टिचर हो है त। दुईटैको विवरण एउटै भएको भएर दोस्रो वाक्यमा पहिलो वाक्यमा पार्टिकल वा आएको थियो भने दोस्रो वाक्यमा के आयो त पार्टिकल मोको प्रयोग भयो। ल यदि अब हेर्नु त दुईटै वाक्य सेम भएको विवरण सेम भएको केसमा चाहिँ दोस्रो वाक्यमा पार्टिकल मो आउँदो रहेछ। तर इन केस
दुईटै वाक्यको विवरण सेम छैन भने के गर्ने त है त। यहाँ अब यहाँ हेर्नु त, यहाँ चाहिँ दुईटै वाक्यको विवरण सेम छ, तर यहाँ दुईटै वाक्यको विवरण सेम नभएको केसमा अर्को इक्जाम्पल हेर्नु। मैले फेरि नेपालीमा लेखेँ, मायाजी नाम एउटै राखेँ है, मायाजी शिक्षक हो है, मायाजी शिक्षक हो, हरिजी विद्यार्थी हो, विद्यार्थी हो। ल अब यहाँ हेर्नु त, यो दुईटा वाक्यको विवरण एउटै छ त, छैन नि त। अब यो विवरण एउटै नभएको केसमा आयो भने चाहिँ के गर्ने त? विवरण एउटै भएको केसमा चाहिँ दोस्रो वाक्यमा म राख्ने रहेछ। इन केस अब विवरण फरक छ भने के गर्ने त भन्दा, जापानिजमा लेखेर हेरौँ। माया सान वा सेन्सेई देस, सेन्सेई देस। अब ल हेर्नु, यहाँ तल लेख्छु है त, हारी सान वा गाकुसेई देस हुन्छ है यो केसमा। ल हेर्नु त, गाकुसेई देस। सानो नोट लेखिदिन्छु है, यहाँ नोट हेर्नु, सरी मेटौँ है, नोट हेरौँ है। नोट, यदि दुईवटा वाक्यको विवरण फरक भयो भने दोस्रो वाक्यमा पनि पार्टिकल वा हो नै प्रयोग हुन्छ। यो कुरा चाहिँ सानो नोटमा लेख्नु होला है सबैजनाले। दुईटा वाक्यको विवरण फरक हेर्नु त, यहाँ शिक्षक छ, यहाँ विद्यार्थी छ, फरक भयो भने दोस्रो वाक्यमा पनि पार्टिकल वा को नै प्रयोग गरिन्छ है। यदि विवरण सेम भयो भने दोस्रो वाक्यमा म को प्रयोग गर्ने, विवरण अलग भयो भने चाहिँ दोस्रो वाक्यमा पनि पार्टिकल वा को प्रयोग गर्नु पर्छ। ल आजलाई लेसन 1 को यति नै। सबैजनाले पढ्नु होला। नबुझेको केसमा सबैजनाले ग्रामर पढेर बुझ्नु भएन भने कमेन्टमा नबुझेको कुरा कमेन्टमा छोडिदिनु होला है त। ल फेरि आउनेछौँ हामी लेसन 2 को ग्रामर लिएर। अहिलेलाई धन्यवाद, आरिगातो गोजाइमास।